आज हाम्रो डौलिया किचनमा तरकारी बनाउनको लागि तरकारीको सोझो हुँदैछ मस्यौरा। त्यसको लागि मैले कर्कलो काटेर टक्क धोइ पखाली गरे है। अनि धोइ पखाली गरेपछि एकदम मसिनो गरेर काट्ने के यसलाई भुजुरा भन्छ है। यसको कर्कलाको भुजुरा बनाएर टक्क लाएर घाममा सुकाइदिने। हल्का ओइलिएपछि एकदम राम्रो हुन्छ के। अनि मास लिएर आएर दाल के पिनेको दाल लिएर आएर भिजाएर राखेँ मैले एक रात। अनि भिजिसकेपछि यो कालो बोक्रा चाहिँ मैले सर्लक्कै फाल्छु के, मस्यौरा सेतो हुन्छ नि त। भिजाएर राखेपछि यसरी मिचेपछि सर्लक्क कालो अति निस्किन्छ। अनि सर्लक्क कालो फालेपछि धोइ पखाली गरिराख्नुपर्छ के, माथि तग्रिन्छ के बोक्रा। पखालिसकेपछि त सेतो राम्रो हुन्छ नि त। अनि त्यसपछि मैले मिक्सरमा पिन्नको लागि तयारी गर्दैछु। मिक्सरमा पिन्दाखेरि धेरै मसिनो पनि बनाउनु हुँदैन क्या, ठिक्क बनाउनु पर्छ। मसिनो पनि राम्रो हुन्न, खस्रो पनि राम्रो हुन्न है, मिडियम गरेर पिन्न पर्छ। अनि मिक्सरमा पिनिसकेपछि अनि यसलाई थोरै पानी राखेर एकदम घोल्ने के, यो रोटी पकाउँदाखेरि फाउने कि मजाले। अनि त्यसमा मैले सुकाएर राखेको कर्कलाको भुजुरा मिक्स गरिदिएँ। अनि त्यसलाई मजाले मिक्स गर्ने माड्ने एकछिन, जताततै लाग्न पर्यो नि त। अनि यो कर्कलो सुकाएपछि चाहिँ एकदम नरम हुन्छ, बनाउन पनि सजिलो हुन्छ। धेरै मासभन्दा धेरै कर्कलो मिठो हुन्छ। नसुकाउने हुन्छ एकदम दरदरो हुन्छ, बनाउन गाह्रो हुन्छ कि। त्यो हो हुनाले मैले चाहिँ सुकाउँछु। अनि त्यसपछि नाङ्लोमा फर्काउन सुकाउन सजिलो है। मैले तिरपालमा पनि बनाउँथेँ, तर अहिले चाहिँ नाङ्लोमा बनाउँदैछु। धेरै बनाएको छैन, थोरै छ, नाङ्लोमै अट्छ। अनि घाममा राखिदिने। अनि मजाले घाममा सुकेपछि अनि सर्लक्क फर्काउने है। अरू भाग चाहिँ मेरो अर्को भिडियोमा आउँछ। एउटैमा राख्दा लामो भयो। मेरो भिडियोहरू हेर्दै राख्नु होला हजुरहरूले। मेरो भिडियो हेरिसकेपछि लाइक कमेन्ट विशेष फलो गर्न चाहिँ हजुरहरूले नभुल्नु होला है। मलाई माया गरिदिनु होला। मेरो नयाँ भिडियोहरू अरू पनि आउनेछन्।